नमस्कार साथीहरू, घरमा खाली प्लास्टिकका बिर्कोहरू यतिकै फालिरहनु भएको छ। त्यसो भए सोच्नुहोस्, तपाईले एउटा गजबको आइडिया गुमाउँदै हुनुहुन्छ। हेर्नुहोस् त, यो साधारण बिर्कोलाई थोरै काटेर अलिकति ग्लु लगाएर फिट्टामा टास्यो भने बस भान्साका सामान झुन्ड्याउने कति सुन्दर र सस्तो हुक तयार भयो। अनि यो अर्को आइडिया झन् बब्बाल छ। बिर्कोलाई हल्का पगालेर टुटेको तारलाई यसरी जोड्नुहोस्। अब यसको मजबुती हेर्नुहोस्, बजारको भन्दा कम छैन। साँच्चै क्रिएटिभ माइन्ड छ भने जे पनि सम्भव छ। के टावाको ह्यान्डल भाँचिएर हैरान हुनुहुन्छ? एउटा बलियो प्लास्टिकको बिर्को र एउटा स्क्रु अनि एउटा वासर र एउटा नट हालेर कस्नुपर्ने हुन्छ। तपाईको समस्या झट। अनि अन्तिमको यो जुगाड त तपाईलाई सबैभन्दा मन पर्ने छ। एउटा डोरी, बिर्को र सानो क्लिपको मद्दतले घरको पर्दा वा लुगालाई डोरी कति सजिलो म्यानेज गर्न सकिन्छ। एउटा बोतल स्क्रुको सहायताबाट यसरी लुगा चुन्नाउन वा पर्दा लगाउनको लागि प्रयोग गर्न सक्नुहुन्छ। तपाईलाई यी मध्ये कुन आइडिया राम्रो लाग्यो तल कमेन्ट गर्नुहोला।